जियो साइन्स एन्ड प्लानेटोरियम प्रालीद्वारा आयोजना गरिएको यस कार्यक्रम हेर्दा चाहिँ मलाई एकदमै रमाइलो लाग्यो। थ्याङ्क यू फर गिभिङ दिस अपर्च्युनिटी टु अस। हाम्रा प्यारा विद्यार्थीहरूले चाहिँ लाइफ टाइम जुन चाहिँ एक्सपिरियन्स गरेर साइन्स एन्ड टेक्नोलोजी अहिलेको समयमा कति अगाडि बढिसकेको छ। हामीले थियोरिटिकली पढ्नु र प्र्याक्टिकली देख्नुमा चाहिँ धेरै डिफ्रेन्स छ होइन। यसमा चाहिँ हामीले ताराहरू हाम्रो वरिपरि रहँदा हामीले नजिकैबाट तारालाई निहाल्दा कस्तो देखिन्छ भन्ने कुराहरू देख्न पाए म लगायत मेरा सारा विद्यार्थीहरूले र सँगै ल्यान्डिङ र टेक अफ हुँदाखेरिका आकर्षक दृश्यहरू र हाम्रा प्लानेटमा हाम्रो युनिभर्स त्यति सानो छैन जति हामीले सोलर सिस्टममा पढेका छौँ। त्योभन्दा बाहेक पनि देयर आर 5000+ प्लानेट्स इन युनिभर्स भन्ने कुरा चाहिँ हामीले यसबाट थाहा पायौँ र योभन्दा बाहेक पनि अझै धेरै रोचक कुराहरू पनि हामीले एक्सपिरियन्स गर्न पाइँदैन, जुन चाहिँ हामीले काल्पनिक भनेको रियालिटीमा यो हामीले देख्न सम्भव छैन। तर यहीँ बसी यसरी 4D टेक्नोलोजीबाट यस्तो कुराहरू देख्न पाउँदा साइन्स कति अघि बढिसकेको छ, विज्ञान कति अघि बढिसकेको छ भन्ने कुरा देख्न पाउँदा र आफ्ना विद्यार्थीहरूलाई यो अनुभव गराइदिन पाउँदा हामीलाई पनि एकदमै खुसी लागेको छ। र म थ्याङ्कफुल छु यो साइन्स एन्ड प्लानेटोरियम प्रालीलाई, यहाँ भएका भाइ बहिनीहरू सबैजना टेक्नोलोजी रिलेटेड फिल्डहरूमा जुन कामहरू गर्नुभयो उहाँहरूले यो व्यवस्थापन गर्न, यो व्यवस्थापन पनि एकदमै राम्रो लाग्यो। थ्याङ्क यू सो मच फर दिस। र यो कार्यक्रम यहाँ मात्र नभएर अन्य स्कुलमा अरू विद्यार्थीहरूका लागि पनि एकदमै आवश्यक छ। यो प्राइभेट निजी विद्यालयमा मात्र नभएर सरकारी विद्यालयहरूमा पनि गरियोस्, मास नगरियोस्, ताकि यस्ता कार्यक्रमहरूले चाहिँ अझै धेरै ज्ञानहरू दिउन् होइन। साइन्स र टेक्नोलोजीको बारेमा हाम्रा बच्चाहरूलाई अबको वर्ल्ड भनेको त एकदमै मोडर्न वर्ल्ड हो। साइन्स एन्ड टेक्नोलोजी बिना केही सम्भव छैन। त्यही भएर यो सबै कुराको जानकारी सबैलाई होस् होइन। जुन कुरा चाहिँ हामीले डेभलपिङ कन्ट्री भएर देख्न पाउँदैनौँ, जस्तो अब नेपाल ल्यान्डलक कन्ट्री हो, हामीलाई चाहिँ समुद्रमा गएर एक्सपिरियन्स गर्दा त्यहाँनिरको जेलीफिस देख्दा कस्तो फिल हुन्छ, त्यो वेल देख्दा कस्तो फिल हुन्छ, यो हामीलाई थाहा हुँदैन यहाँ बसेर होइन, ल्यान्डलक कन्ट्रीमा बसेर। तर हामीले 4Dको 3Dको द्वारा चाहिँ हामीले यो सबै कुराहरू हामीले एज इफ जेलीफिस आफ्नै हातले टच गर्दा कस्तो फिल हुँदो रहेछ त, त्यो सी वर्ल्ड कति आकर्षक हुँदो रहेछ त भन्ने कुरा थाहा पाउँदा एकदमै धेरै खुसी लागेको छ एउटा कुरा। अर्को कुरा डाइनोसरहरू पनि कस्ता हुँदो रहेछ, यो क्रिएचर चाहिँ धेरै पहिला थियो अरे है अर्थमा भन्ने हामीले सुन्यौँ पढ्यौँ। तर आज चाहिँ हामीले डाइनोसर हाम्रो वरिपरि हिँडिरहँदाखेरि हामीले डाइनोसरलाई लाइभ एक्सपिरियन्स गर्न पाउँदा पनि एकदमै खुसी लागेको छ। अब तारिफ गरेर त साध्य छैन यसको बारेमा, यसका धेरै पोजिटिभ एस्पेक्टहरू छन्। तपाईँहरूले निरन्तर यस्तै काम गरिरहनुहोस् र ज्ञानको फैलाइदिनुहोस्।